हेलो एन्ड गुड मर्निङ एन्ड नमस्कार मेरो सम्पूर्ण मेरो भिडियो हेर्ने दर्शकबिन र मेरो आफन्तजनहरूमा होइन। त आज हजुरहरूमा म एउटा सानो आफ्नो कथा आफ्नो जीवनमा बितेको एउटा सानो घटना होइन, जसले मलाई एकदम ठुलो शिक्षा दिएर गएको छ। त्यो चाहिँ हजुरहरूमा सेयर गर्न चाहन्छु होइन। म आज बिहान घरदेखि बजार उद्योगमा काम गर्नलाई आउँदै गर्दाखेरि बाटोमा भएको एउटा सानो घटना हो कि होइन। हाम्रो यहाँ अफिस चाहिँ यसको अहिले क्यामेरा चाहिँ टल्किएर देखिएको छैन होइन। खाद्य व्यवस्था तथा वातावरण कम्पनी लिमिटेड होइन, शाखा दैलेखको अफिस छ कि होइन। यहाँको सर चाहिँ यहाँ उतारि उहाँहरूको फेरि काम गर्ने ठाउँ चाहिँ अफिस चाहिँ यहाँ छ होइन। त उहाँ चाहिँ सुर्खेत जानुभएको रहेछ। सुर्खेतबाट फर्किँदै गर्दाखेरि उहाँ चाहिँ बाटोमा भेट भयो उहाँ सहकर्मी मेरो। र मैले उहाँलाई भने ल सर रोकिदिनुहोस् भने उहाँले रोकिदिनु भयो होइन। बाइकमा आइरहनु भएको थियो, रोकिदिनु भयो। र उहाँले सोध्नुभयो सर कहाँसम्म जाने हो भनेर सोध्नुभयो क्या मलाई। सोध्नुभयो त म हजुर जाने ठाउँसम्म जाने हो भने मैले होइन। त्यसरी जाम त भनेर उहाँले मलाई बाइकमा बसाएर ल्याएर आउनुभयो। आउँदाखेरि फेरि उहाँले चाहिँ बिच बाटोमा आएर सोध्नुभएको सर हजुर कहाँ झर्ने हो भनेर। पछि मैले उहाँलाई भने सर हजुरले मलाई चिन्नु भएन क्या होइन, म पनि ती हजुरको अफिस नजिकै त काम गर्छु भनेर मैले भने। ए भन्नुभयो उहाँले होइन। तर मैले आफैले आफूमा महसुस गरेको कुरा खासै उहाँले चिन्नु भएन यो कुरा गुनासो होइन। तर मैले आफूले आफूलाई महसुस गरेको कुरा चाहिँ उहाँ सरको र मेरो चाहिँ दिनमा दुईचोटि तिनचोटि हाम्रो देखा बोली भइरहेको छ कि हामी भेट्नु सर हेलो सर आए सर के छ सर भन्ने हाम्रो सोधपुछ गर्ने हुन्छ कि। तर उहाँलाई चाहिँ याद रहेनछ कि होइन, उहाँलाई चाहिँ याद रहेनछ नि। मैले यो कुरा पछि बिस्तारै उहाँले चिनेन भन्दाखेरि मैले यो कुरा आफैमा सोचेँ म के रहेछु त भन्ने कुरा। तर उहाँले मैले चिनेन भन्दाखेरि मलाई थाहा भयो कि म मान्छे जिरो रहेछु होइन। जिरोलाई कसैले चिन्दैन नि, कसैले देखेको हुँदैन होइन। जिरोको कुनै हिसाबै हुँदैन, कुनै गणना नै हुँदैन। त्यही भएर म पनि एउटा जिरो रहेछु भन्ने कुरा महसुस गरेँ होइन। यो चाहिँ मैले आफूले लिएको सिक या आफूलाई आफ्नो हिँडिरहेको समयले आफूलाई दिएको शिक्षा जस्तो मलाई महसुस भयो। हजुरहरूलाई के लाग्छ भिडियो चाहिँ पुरा हेरेर कमेन्ट गरिदिनु होला है त। हस्, धन्यवाद।